म दुबई आएको त धेरै भइसक्यो तर यो लाइसेन्स निकाल्न चाहिँ अलिकति ढिलै गरे जस्तो लाग्छ मलाई। सो हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म मेरो ड्राइभिङ क्लासको लागि चाहिँ क्लास एटेन्ड गर्न जाँदैछु। अब मेरो पार्किङ क्लास छ आज। अरू रोड क्लासहरू चाहिँ मेरो बसेको ठाउँतिरै एभाइलेबल छ, बट पार्किङ क्लास चाहिँ स्पेसिफिक दुईवटा एरियामा मात्रै छ। मैले ड्राइभिङ सिकेको स्कुलको चाहिँ एउटा चाहिँ अल्खुजमा रहेछ, एउटा अल्किसेस भन्ने ठाउँमा रहेछ। म बसेको ठाउँबाट चाहिँ अल्द्रिगाबाट चाहिँ अल्किसेस चाहिँ अलिकति नजिक रहेछ, त्यही भएर म अल्किसेसतिर जाँदैछु। सो सेयरिङ अबाउट माई ड्राइभिङ स्कुल एक्सपिरियन्स, मैले चाहिँ एक्सेलेन्स स्कुल्सबाट गरेको हो अहिले मेरो क्लास। बट दुबईमा चाहिँ मोस्ट अफ द स्कुल्सहरूको चाहिँ एउटै खालको सिमिलर खालको प्याकेज हुन्छ जस्तो लाग्छ मलाई। मैले सिकेको स्कुल्समा चाहिँ तीन खालको प्याकेज रहेछ। एउटा भनेको रेगुलर भनेको क्लास गर्ने, फेल भयो पैसा तिर्ने, फेरि गर्ने भनेपछि इच फेल हुँदाखेरि फेरि पैसा तिर्नुपर्छ। अनि अर्को भनेको प्याकेजमा हुँदो रहेछ। प्याकेजमा भनेको चाहिँ स्पेसिफिक पैसा तिर्ने, एउटा लिमिटेड पैसा तिर्ने, त्यस पछाडि जतिसुकै फेल भए पनि फ्रीमा चाहिँ क्लासहरू गर्न पाउने, अथवा लाइसेन्स निकाल्नुसम्म अरू पैसा केही नतिर्नुपर्ने खालको जस्तो लाग्यो मलाई। अनि अर्को भनेको भिआइपी प्याकेज हुँदो रहेछ। भिआइपी प्याकेज भनेको चाहिँ अलिकति बढी पैसा लाग्छ। मेबी यहाँको मैले सुनेअनुसार 17,000 दिराम्स लाग्छ होला भिआइपी प्याकेजको लागि। तर त्यसमा चाहिँ लाइक विदिन 15 डेज चाहिँ यिनीहरूले लाइसेन्स निकालिदिन्छ अरे क्या। आई डोन्ट नो कसरी हो के हो, तर उनीहरूले चाहिँ अब कन्टिन्युसली एकदमै धेरै दिनमै धेरै क्लास गराउँछ होला भिआइपी प्याकेजमा। नत्र भने 15 दिनमा लाइसेन्स एउटा जिरोबाट सिक्ने मान्छेलाई 15 दिनमा त एकदमै चाँडै हो। बट आई थिङ्क उनीहरूलाई त्यस्तै खालको ट्रिट हुन्छ होला। अनि इभन गाडी पनि अब अलिकति लग्जरी गाडी हुन्छ अरे भिआइपी प्याकेजको लागि चाहिँ। अहिले मैले गरेको चाहिँ रेगुलर प्याकेज हो। रेगुलर प्याकेजमा चाहिँ के हुँदो रहेछ भने, एउटा अब कुनै पनि क्लास गरो स्पेसिफिक तिरेर, अनि फेरि एक्जाम हुन्छ। एक्जाममा फेल भयो भने ठक्कसँगले फेरि पैसा तिर्ने, फेरि क्लास स्केड्युल गर्ने, फेरि त्यही रिपिटेसन हुँदो रहेछ। अनि यता प्याकेजमा चाहिँ अब सबै कुरा एकैचोटि तिरेर गर्नु परे पनि अलिकति टाइमिङहरू चाहिँ यिनीहरूले लेट गराउँछ जस्तो लाग्यो मलाई। मैले सुनेअनुसार चाहिँ प्याकेज लिँदाखेरि चाहिँ यिनीहरूले अलिकति प्रायोरिटी दिने जस्तो लाग्यो मलाई। अलिकति क्लासहरू लेट गरिदिने, अलिकति टाइम बढाइदिने खालको गर्छ भन्ने सुनेको थिएँ। त्यही भएर अलिकति अब मैले चाहिँ यो रेगुलरै क्लासहरूको चाहिँ अलिकति पोजिटिभ सुनेर मेरो साथीहरूबाट मैले चाहिँ रेगुलर गरिरहेको छु। बट इफ यु हेभ टाइम होइन, तपाईँहरूलाई आरामले गर्नु छ अनि एक्स्ट्रा पैसा तिर्नु छैन, अनि मजाले आफूलाई कन्फिडेन्स छैन भने चाहिँ प्याकेजमै गरेको राम्रो होला। सबैको अब आफ्नो चोइस हुन्छ। मैले चाहिँ रेगुलर प्याकेज गरेको हो। मैले चाहिँ मेरो पार्किङ क्लासको लागि जाँदैछु। पार्किङ क्लासको लागि चाहिँ उनीहरू स्कुलमै स्पेसिफिक एउटा जोन बनाएको हुन्छ, त्यहाँनिर चाहिँ सबै कुरा कोरेको हुन्छ। अनि अब डिफ्रेन्ट खालको पार्किङहरू हुन्छ, अनि त्यसमा उनीहरू ट्रेनरले चाहिँ त्यही ठाउँमा मात्रै सिकाउने हो। रोड क्लास चाहिँ अब लाइक बाहिर लग्ने हो, स्कुलभन्दा बाहिर त्यो स्पेसिफिक जोनतिर सबैतिर रोडमा डाइरेक्टली सिकाउने हो। मैले त्यो चाहिँ पास गरिसकेँ। रोड क्लासहरू सबै कुरा पास गरेर एक्जाम पनि पास भइसकेँ। अब चाहिँ मेरो पार्किङ टेस्टको बाँकी छ। मैले पार्किङ टेस्ट पनि अस्ति दिइसकेँ, बट एउटामा फेल भएर चाहिँ फेरि अब रेगुलर क्लास हुन्छ नि एटेन्ड गरेर मात्रै एक्जाम दिन पाउने रहेछ क्या। भनेपछि म जतिचोटि फेल हुन्छु त्यतिचोटि फेरि क्लास जोइन गर्नुपर्छ, अनि मात्रै फेरि एक्जाम दिन पाउँछ। अहिले मैले गरिरहेको एक्जाम चाहिँ स्कुल्सको होइन, यो चाहिँ आरटिएको हो, डाइरेक्ट आरटिएको हो। बट आरटिएको एक्जाम भए पनि फेल हुँदाखेरि चाहिँ क्लास चाहिँ फेरि स्कुल्समै गर्नुपर्छ। म दुबई आएको त धेरै भइसक्यो तर यो लाइसेन्स निकाल्न चाहिँ अलिकति ढिलै गरे जस्तो लाग्छ मलाई। किनभने हुन्छ नि, त्यो लाइसेन्स भयो भने चाहिँ धेरै कुरामा एसेस हुने रहेछ। अब अहिले रिसेन्टली मेरो साथीले निकालेको थियो, उसको पहिला लाइसेन्स नहुँदा र अहिले लाइसेन्स हुँदाखेरि एकदमै डिफ्रेन्स छ क्या। उसले धेरै अपर्च्युनिटिजहरू चाहिँ ग्र्याब गर्न पाइरहेको छ। अनि तपाईँ दुबईमा चाहिँ अलिकति लामो समयसम्म नै बस्ने प्लान गर्नुभएको छ भने होइन, दुबईमा चाहिँ अब बस्नुपर्छ भन्ने खालको, ग्रो हुनुपर्छ भन्ने खालको माइन्डसेट गर्नुभएको छ भने चाहिँ आई थिङ्क दिस विल बी द भेरी ग्रेट इन्भेस्टमेन्ट। तर लाइसेन्स निकाल्ने भन्ने बित्तिकै इजी चाहिँ छैन दुबईमा नेपालमा जस्तो ट्याक्कसँगले जाने, पैसा तिर्ने, एक दुईवटा क्लास गर्ने, झ्यापझुप फाइनल टेस्ट भइहाल्ने हुन्न। यहाँ चाहिँ अब एकदमै स्टेप बाई स्टेप, बेबी स्टेपबाट सिकाउँछ। सुरुबाट चाहिँ अब तपाईँको ह्यान्डल छुनबाट चाहिँ स्टार्ट हुन्छ, अनि बिस्तारै यिनीहरूले चाहिँ डेभलप गराउँदै लग्छ। यदि कुनै मान्छेले यहाँबाट लाइसेन्स निकाल्छ भने चाहिँ पोख्ता भएर निस्किन्छ क्या, स्किल्ड भएर निस्किन्छ। किनभने जबसम्म चाहिँ त्यो फुल्ली स्किल्ड भएर इच एक्जाम पास हुँदैन तबसम्म लाइसेन्स निकाल्दैन क्या। यहाँ घुस खुवाउने, यसलाई अलिकति पैसा दिउँ न बरु बढी निकालिदिइहाल्छ नि भन्ने छैन रहेछ मलाई लाग्छ। आई डोन्ट नो यस्तो पनि छ कि के छ, मलाई थाहा छैन। बट मेरो एक्सपिरियन्समा चाहिँ त्यस्तो छैन। जे हुन्छ आफ्नो स्किल्डमा आफूले पुरै एक्जाम दिएर
त्यसमा राम्रोसँग गरेर मात्रै पास हुन्छ। अनि यहाँ ड्राइभिङ कुदाउने मान्छेले चाहिँ वर्ल्डको जुनसुकै ठाउँमा पनि हुन्छ नि इजिली ड्राइभ गर्न सक्छ जस्तो लाग्छ क्या मलाई, नेपालमा बाहेक। किनभने नेपालमा डिफ्रेन्ट खालको बाटो छ, नेपाल र यहाँ कम्पेयर गर्नै मिल्दैन। यहाँ चाहिँ अब रोड्सहरू पनि एकदमै अब सिस्टमेटिक छ नि त। सिस्टममा चलेपछि आफूलाई कुदाउन आउँछ भने केही त्यस्तो गाह्रो पर्दैन। बट नेपालमा चाहिँ अब अलिकति के अरे रुल्समा नचल्ने भएर चाहिँ अब चलाउनै आए पनि अब कसले मिस्टेक गरिदिने के गरिदिने भन्ने कुरा हुन्छ नि त। त्यही भएर नेपालमा जस्तो चाहिँ हुँदैन। यदि तपाईँहरूलाई राम्रोसँग अब यहाँनिर सिकेर चाहिँ लाइसेन्स निकाल्नुभयो भने चाहिँ जुनसुकै स्ट्यान्डर्डको रोडमा पनि, हाई स्ट्यान्डर्डको रोडमा पनि गाह्रो पर्दैन जस्तो लाग्छ मलाई। एन्ड यस, म चाहिँ अहिले आइपुगेँ अल्क्रिसेस भन्ने ठाउँमा हो। अरू बेला ट्याक्सीमा पनि आउँथेँ म, बट एकदमै धेरै खर्च भयो क्या। ट्याक्सीमा आउँदाखेरि 50 दिराम त यहाँ स्कुल्समै आउँदाखेरि लाग्छ क्या हो। अनि यो चाहिँ एकदम हाई एमाउन्ट जस्तो लाग्यो मलाई। त्यही भएर आज चाहिँ म के गर्दैछु भने मेट्रोमा आएर टक्कसँगले मुनि अनि ट्याक्सी लिएर त्यहाँबाट ट्याक्सी लियो भने चाहिँ अलिकति कम्तीमै हुन्छ क्या। मेबी लाइक 10 to 15 दिराम्समा हुन्छ। 10 दिराममा त होइन, 10 दिराममा त होइन, यहाँको ट्याक्सी नै 12 दिरामबाट सुरु हुन्छ होइन। मिनिमम पनि 12 दिराम त खर्च हुन्छ। त्यही त 12 देखि 15 दिराम अनि अथवा म्याक्सिमम 20 दिरामसम्ममा चाहिँ हुन्छ। त्यही भएर म अब यहाँबाट उत्रेर अहिले मेट्रोमा छु, निस्किँदैछु। अनि यहाँबाट निस्केर चाहिँ म ट्याक्सी पकड्छु। अब चाहिँ मेट्रोबाट निस्केर तल जानु पर्ने हुन्छ। तर के छ भने प्रब्लम, तल जाने बित्तिकै यो मेट्रोबाट बाहिर निस्किने बित्तिकै गर्मी यस्तो छ कि है 1 मिनट बस्दाखेरि पनि हिटरमै राखे जस्तो हुने क्या। साँच्चै भने म चाहिँ पर्सनल्ली गर्मी सहन पनि सक्दिनँ कि। गर्मी मलाई एक्सट्रिमली हार्ड लाग्छ। अब यहाँबाट बाहिर गएर चाहिँ ट्याक्सी वेट गर्नुपर्छ। मेबी ट्याक्सी त पाउँछ रहेछ, नजिक बसिरहेको रहेछ, इजिली नै पाउँछ। रहे पनि बाहिर चाहिँ हिँड्न एकदमै गाह्रो क्या। अब यो कम्प्लेनिङ गरे जस्तो हुन्छ गर्मीको है। अब किन यस्तो गर्मी छ भने बसेको भन्नु होला, बट लाइक होइन, सबै कुरा राम्रो छ, बट यो गर्मीमा यो 5-6 महिना चाहिँ एकदमै गाह्रो हो क्या। सो अब चाहिँ म ट्याक्सीको लागि जाँदैछु। यहाँबाट चाहिँ ट्याक्सीमा जाने हो। हेर्नु न, लास्टै गर्मी क्या, आँखा हेर्नै नसक्ने। अस्ति ग्लास लिएको थिएँ, फुट्यो क्या। फेरि नयाँ ग्लास लिनुपर्ने भएको हुन्छ। अब त बाहिर एकदमै एक्सट्रिमली हिँड्नुपर्ने हुन्छ। त्यही भएर अब ग्लास लिन्छु होला आज भोलितिर। सो दुबई ट्याक्सी चाहिँ यस्तो हुन्छ। यो दुबईको ट्याक्सी हो। वो ड्राइविंग स्कूल जाना है, एक्सीलेंस जाओ। मालूम है एक्सीलेंस? हाँ, जो दुबई हाँ वही है। ठीक है, इधर से कितना लगता है उधर जाने के लिए पैसा? 20 दिराम। अलिकति बढी नै लाग्ने रहेछ, 20 दिराम, नो प्रब्लम। वहाँबाट आउँदाखेरि चाहिँ एकदमै 50 भन्दा एबभ लाग्छ, 50 to 55। मेट्रोमा आउँदाखेरि मलाई लगभग 5 दिराम लाग्यो होला। लाइक मोर देन हाफ नै हुने रहेछ खर्च। सो अब चाहिँ ट्याक्सीमा जाँदैछु म। अब त्यहाँ गएर चाहिँ अब भिडियो सिडियो खासै बनाउन दिँदैन भित्रतिर चाहिँ। मेरो यो ब्याट्री पनि सकिन लागेको छ, 2% मात्रै भएछ। सो या ड्राइभिङ स्कुल्स जोइन गराएको छु। अब होपफुल्ली यो महिना चाहिँ मेरो लाइसेन्स निकाल्ने टार्गेट हो। लगभग अब फाइनल जस्तै हो क्या। अब यो सबै कुरा सकेर लास्टमा चाहिँ अब आरटिएले लिन्छ। मेन एक्जाम भनेको चाहिँ आरटिएको हो। आरटिएको एक्जाम चाहिँ पास हुनु पऱ्यो क्या। उनीहरूको रोड टेस्ट लिन्छ अनि पार्किङ टेस्ट लिन्छ। पार्किङमा 3टा पार्किङ हुन्छ अनि एउटा स्लोप टेस्ट हुन्छ। अनि प्लस त्यस पछाडि यो पार्किङ टेस्ट चाहिँ आरटिएको पास भए पछाडि त्यस पछाडि आरटिएकै रोड टेस्ट हुन्छ। त्यो पास भएपछि लाइसेन्स झ्याप्प हातमा आउँछ। त्यसपछि फाइनल्ली सेटिस्फ्याक्सन मिल्नेछ। अब अहिले चाहिँ अब गर्मीमा परेकोले चाहिँ एकदमै गर्मीमा जानुपर्ने भएकोले चाहिँ एकदमै झ्याउ भइरहेको छ क्या। अनि प्लस अब त्यो क्लास हुँदाखेरि चाहिँ अब अरू स्केड्युल पनि बिग्रिने क्या। आउनलाई 1 घन्टा लाग्ने, अनि फेरि यो जानलाई 1 घन्टा, अनि क्लास 1-2 घन्टा, अनि त्यो पछिको टाइमहरू चाहिँ अब त्यो स्केड्युलमा नमिल्ने रहेछ क्या। अब अनि त्यस्तै गरेर दिनै पुरै अब त्यसमै अब दिनुपर्ने खालको, यो स्कुलकै लागि भएर डेडिकेट गर्नुपर्ने खालको हुने रहेछ। सो गाइज, आजलाई यति नै। सी यू इन द नेक्स्ट भ्लग। अब म जाँदैछु क्लास गरेर ट्याक्कसँगले अब आउने हो। त्यहाँ चाहिँ भिडियो गर्नलाई अलिकति मिल्दैन भित्रतिर।